कहिलेकाहीँ हामीलाई चाहिँ कस्तो आवश्यकता पर्छ भन्दा ल्यापटप अथवा डेस्कटप कुनै पनि अन गर्ने बित्तिकै कुनै फाइल चाहिँ खुलिदियोस्, मेरो कुनै चिज रिकल गर्नको लागि भन्ने आवश्यकता परिरहन्छ। त्यसको लागि चाहिँ हामी त्यो गर्न सकिन्छ के। अब त्यो कसरी गरिन्छ भन्दाखेरि म तपाईँहरूलाई देखाउँछु हैन। जस्तै विन्डोज प्लस आर गर्नुहोस्, सेल स्टार्टअप, मैले यहाँ जस्तो लेखेको छु त्यस्तै लेखेर चाहिँ ओके गरिदिनु होला। त्यसपछि यहाँ स्टार्टअपमा चाहिँ के कुरा खुल्ने त भन्ने कुरा यहाँ इम्पिटी भनेको छ। जस्तै मलाई चाहिँ यो ठेक्का व्यवस्थापन तालिका भन्ने चाहिँ खुलोस् भन्ने छ। अब यसलाई मैले के गर्छु त भन्दाखेरि कपी गर्छु र यहाँ ल्याएर के गर्छु त पेस्ट गर्छु हैन। अब मैले यो ल्यापटप खोल्ने बित्तिकै चाहिँ मेरो यो कुरा चाहिँ अटोमेटिकली ओपन हुन्छ। जस्तै यसले मलाई के कुरामा सहयोग पुर्याउँछ त भन्दाखेरि जस्तै यो मेरो लागि यो इन्जिनियर र एकाउन्टेन्टहरूको लागि चाहिँ युजफुल हुनसक्छ। ठेक्का सम्झौता गऱ्यो, एपिजी पिबिजी हुन्छ। अब त्यो एक्सपायर कहिले भयो, म्याथ कहिलेसम्म छ हामीलाई त्यो त्यति याद भइरहेको हुँदैन। हाम्रो ल्यापटप खुल्ने बित्तिकै खुलोस् भन्ने चाहनुहुन्छ भने चाहिँ यसरी गराउन चाहिँ सकिन्छ। जस्तै मेरो यो नट एक्सपायर लेखेको छ, यो तपाईँहरूले नि यसरी चाहिँ अब डेली अपडेट लिन चाहिँ सक्नुहुन्छ हैन। यो धेरै नै युजफुल हुन्छ। यो चाहिँ तपाईँहरूले कतै सेभ गरेर राख्नु होला यो भिडियो है।